आजको हाम्रो यात्रा रहेको छ सल्यान लुहामदेखि फालावाङको बाटो हुँदै दाङ तुलसीपुरसम्मको। मैले यो भिडियो लुहाम बजारदेखि केही माथि आएर बनाउँदैछु। बाटो अप्रोड थियो तर निकै सहज थियो। फनक्क परेका घुम्तीहरू, सल्लेरी बीचको जङ्गल, सालका रुखहरू र सल्लाका रुखहरू, प्रशस्त मात्रामा जङ्गल एकदम निकै हरियाली र रौनक देखिएको थियो। बाटो अझै निर्माण कार्यमै रहेछ। सानो बाटोलाई डबल कटिङ गरेर अझै फराकिलो बाटो बनाउन लाए जस्तो लाग्यो। सानो बाटो घर आँगनसँगै सटेको, गाडीको चहल पहल निकै कम, धुलो पनि त्यति धेरै उडेको थिएन। 1-2 दिन अघि पानी परेर होला। उकालो बाटो, वारिपारि डाँडा काँडा, सल्लै सल्लाको सल्लाघारी, तलतिर निकै सुन्दर बस्ती। फालावाङ माथि डाँडामा आए जस्तो लाग्यो। निकै रमाइलो डाँडा थियो। साँच्चीकै घुम्न आउनु पर्ने जस्तै ठाउँ रहेछ। वारिपारि ठुला ठुला लेखहरू, जङ्गलको बीचबाट रहेको रमाइलो बाटो। साँघुरो बाटो हेर्दा डरलाग्दो भए पनि यात्रा भने निकै सहज थियो। तीव्र गतिमा बाटोको विकास भइरहेको जस्तो देखिन्छ। ठाउँ ठाउँमा जेसिबीहरू लागिरहेका थिए। फाइनली हामी सल्यान र दाङको सिमाना नजिकै आए जस्तो फिल भयो। यता हेर्दा दाङ जस्तै भेगहरू देखिन थालेका थिए। यतातिर 2वटा बाटो रहेछ। एउटा फालावाङ जुन हामी आएको बाटो, यतातिरको चाहिँ टोटके पिमखोला र यतातिर चाहिँ तुलसीपुर। पहाड बीचबाट बनेको यो राजमार्गको नाम भन्ने ठ्याक्कै थाहा भएन। हेर्दा जति डरलाग्दो र कठिन यात्रा देखिन्छ, यात्रा एकदम निकै सहज थियो र राप्ती राजमार्ग भन्दा केही छोटो दूरीको महसुस पनि भएको थियो। रमाइलो जङ्गल हुँदै अग्ला होचा पहाड चिर्दै हामी डाँडाबाट झर्न थाल्यौँ बेसीतिर। यतिकैमा हामी आइपुग्यौँ कल्लेबल्लेको डाँडा नजिकै। यहाँ चाहिँ मलाई हामी घुम्न आएको यादहरू आइरहेको थियो। कल्लेबल्लेको लेक हुँदै हामी झऱ्यौँ तुलसीपुरको ओह्रालोतिर। यही ओह्रालोसँगै आजको भिडियो सकिन्छ।